एभ्रिवान गुड मर्निङ जय मसी नमस्ते है। आज चाहिँ म बिहान एउटा भिडियो लिएर आएको छु। हाम्रो यहाँ चाहिँ अब रातभरि पानी परेर अहिले चाहिँ एकदमै शीतल छ। ठुलो त पानी परेन, अलिअलि पऱ्यो, भुइँहरू भिजाउने गर्ने। तर अहिले चाहिँ बिहान एकदमै शीतल भइरहेको छ। हामीहरूलाई चाहिँ तपाईँहरूलाई के देखाउनु आएको भने यो पछाडि चाहिँ मेरो एउटा आँपको बोट छ, हेर्नुहोस् न। पहिला त सानो थियो, म चढ्थेँ, त्यहाँ चढेर म आफै चढेर झारेर खान्थेँ पाक्दाखेरि। अहिले चाहिँ ठुलो बोट भएको छ, म चढ्नु सक्दिनँ अब हो। यो आँप पनि नि, यो आँप यति बिघ्न फुलेर यसपालि हो। फुलेदेखि हावा पानी आएर अस्ति कति असिना आयो। बाबाले भन्नुभएको पुरै झऱ्यो अरे, पुरै सकिसक्यो भन्नुहुन्छ। तर पनि कति देख्दैछु म चाहिँ हो, माथि बोटमा चाहिँ पुरा देख्दैछु। तपाईँहरूलाई देखाउँछु ल। यो चाहिँ मैले हातले भेट्नु सक्ने यत्रो यत्रो भएको छ आँप चाहिँ। यो अलिक पछि त काँचो पनि खानु मिल्छ, यो अलिक पछि पाक्छ। पाकेपछि यति मिठो हुन्छ। यो आँप चाहिँ पाक्दाखेरि चाहिँ मलाई आमाले बोलाउनुहुन्थ्यो नि, त्यही भएर आमाको पुरा याद आउँछ। यो आँप देख्ने बित्तिकै यहाँ घरमा आएर जे देख्दा मलाई आमाको याद आउँछ हो। आमाले भन्नुहुन्थ्यो आँप खानु आउँदैनस्, आइज है भन्नुहुन्थ्यो हो। अन्त अस्तिको साल पनि म आँप खानु पाइनँ हो। अन्त यसपालि चाहिँ पनि के हुन्छ आएको छु, तर अब के हुन्छ यो आँप पाकिन्जेलसम्म बस्दिनँ हो। अन्त यो आँप देखाउन आएको नि तपाईँलाई। यति मिठो आँप छ, पाकेपछि आफै झर्छ, यहाँनिर भुइँमा खानु पाइन्छ। अन्त कसलाई मनपर्छ आँप है। म चाहिँ त्यही आँप देखाउन आएको नि। हेर्नु सानोमा त पहिला त म यहाँ चढ्नु सक्थेँ, अब त कहाँ चढ्नु सक्छु अन्त यत्रो बित्नु छ यहाँ यो क्याबिनमा म चढेर मजाले माथि जाए यस्तो मजाले चढेर झारेर माथि चढेर खाँदा म त बाँदर्ने नै थिएँ नि त साथी सानोमा। जस्तो रुख पनि चढ्थेँ सानोमा है। बाफ्रे अहिले त सक्दिनँ, डर लाग्छ चढ्नु पनि है। हेर्नुहोस् है साथी, यस्तो छ हाम्रो चाहिँ। कम्ती ठुलो आँपको रुख छैन, त्यही ठुलो छ। पहिला कलर मिलाएर दिनुभएको बाबाले हो। हस् त तपाईँहरूलाई एउटा सानो भिडियो यही आँपको विषयमा ल्याएको थिएँ। हस् त सबैजनालाई ह्याभ अ ग्रेट डे, बाई बाई।